अहिले देशभर चुनावी माहौल चलिरहेको बेलामा भिक्टर पौडेल निकै व्यस्त देखिएका छन्। सामाजिक सञ्जाल पेज रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल लगातार चुनाव सम्बन्धी समाचार अपडेट गर्न व्यस्त रहेका छन्। यही व्यस्तताका बीच उनकी श्रीमती रियासा दाहालले भावुक हुँदै एक चिठी लेखेकी छिन्, जुन अहिले सामाजिक सञ्जालमा निकै चर्चामा आएको छ। रियासाले लेखेको चिठीमा उनले चुनावको समाचार दिँदै श्रीमानले घरमा रहेको श्रीमती र बच्चालाई नै बिर्सिए जस्तो लागेको उल्लेख गरेकी छिन्। उनले मायालु तर भावुक शैलीमा अब केही समय परिवारलाई पनि दिन आग्रह गरेकी छिन्। चिठीमा उनले लेखेकी छिन्, श्रीमानज्यू नमस्कार, म यहाँ सन्चै छु। तपाई पनि पशुपतिनाथको कृपाले सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। समाचार दिँदा बुढी र बच्चा पनि छन् है घरमा भनेर बिर्सनु भयो जस्तो लाग्यो। अब यसो हामीलाई पनि समय दिने होला कि माया नमार्नु होला। यसरी रियासाले लेखेको भावुक चिठीले अहिले सामाजिक सञ्जालमा धेरैको ध्यान तानेको छ। धेरै प्रयोगकर्ताहरूले यसलाई मायालु, रमाइलो र भावनात्मक तरिकाले व्यक्त गरिरहेका छन्। तपाईहरुलाई पनि यो खबर सुन्दा कस्तो लाग्यो? आफ्नो आफ्नो रायहरू कमेन्ट गर्नुहोस्।